भन्ने त छैन नि त। अब उहिले र अहिलेमा त धेरै फरक छ। बस्नु ल। अब हेर है, अब उहिले मान्छेले फाटेको लुगा सिलाउँथे यसो उधार दिन्छ कि भनेर हिँडेको, फेरि चाडबाडले छ्याप्प छोपिहाल्यो हो। त्यो त आयो नि, अब मान्नु त पर्छ जस्तै भयो। फेरि भएन, यो भाइरसले 5-6 महिना भइसक्यो, आम्दानी राम्रो छैन। त्यो त सबैको त्यही हो। फेरि बोनस त कमानको दिने कुरै हो, अत्तो पत्तो छैन। 4को खर्च कता 19को त दिन्छ, के गर्छ अत्ता नपत्तामा अब हामीलाई कस्तो साह्रो परिरहेको छ अहिलेको घडीमा। हेर्नुहोस् त। अन्त अब घरको मान्छेले पनि बुझ्नु पऱ्यो, छोराछोरीले पनि बुझ्नु पऱ्यो नि त यति बेला। अब चाडबाडले फक्कै छोपिसक्यो, अब के गर्नु, बोनस केही छैन। अन्त म चाहिँ के चाहिँ गर्नु दाजु भन्नुहोस् त। अब तेरो घरको समस्या हेर है, अब कति कुरा हामीलाई थाहा हुँदैन, तर मैले यसो तेरो कुरा भनेअनुसार मैले बुझेको चाहिँ अब अहिले त स्कुल पनि त लागेको छैन। लागेको छैन नि। के को डेली पैसा दिनु पऱ्यो छोराछोरीलाई, के गर्दैछ कसो गर्दैछ नबुझिकन पहिल्यैदेखि दिने बानी गरिसकेको जस्तो बुझेँ मैले। त्यस्तो छ त अहिले। अन्त आवश्यकभन्दा बेसी अब पैसा छ भन्नेमा लापरवाही दिनु हुँदैन। हेर केटा, यो चाहिँ राम्रो याद गरिराख। अब पैसा छ भन्नेमा छोराछोरीले जति मागे त्यति हिसाब खोजी छैन, खत छैन, कता के खर्च गर्दैछ, हेन छैन तेन छैन, जति भयो त्यति खुसी देखो गर्दाखेरि अब अहिले छुट्टीको बेलामा कहाँ भेला भएर के नखाने कुराहरू पो खाँदैछ कि नगर्ने कतिवटा कार्यहरू व्यर्थको कार्यहरूतिर लाग्नु खर्च गर्नु सक्छ। त्यस्तो हुँदा कट्टा बेडी कट्टोको तपाईँ जमाना पनि छैन। बेडी सिगरेट मात्रै खायो भने त ठिकै छ नि, खैनी इत्यादि। तर डरलाग्दो ड्रग्सहरू जस्तो कुराहरू खान थाल्यो भने चाहिँ त के गर्छस् भन्छ। अब फेरि हेर है, त त्यो 2-4 केजी दुध बेच्छस्, बुहारी यसो 8-5 कमानको काम जाने मान्छे, आम्दानी त्यत्रो बिग्न छैन, अनि छोराछोरीलाई जति भने त्यति डेली पैसा दिएर छोराछोरीको बाटोबाट सुख होस्, बुढेसकालमा केही सारा होस् भन्नुको विपरीत झन् उल्टा दुःखैपट्टि झन् दुःख, अझ गरिब हुँदै गयो। छोराछोरीको मुखबाट बाटोबाट शान्ति भएन भने के गर्छस् भन्छ। अब के गर्नु हौ दाजु। फेरि हेर्नुहोस् न, अघि हिजो नै भन्दै थियो छोराले 4000को जुत्ता चाहिन्छ भन्दै थियो मलाई। अब म कहाँबाट ल्याउनु, म कस्तो परिरहेको छु अहिले घरि। अब त्यस्तो छ, अब के चाहिँ गर्नु। त्यो चाहिँ तेरो परिवारमा कम्युनिकेसन राम्रो नमिलेको। तैँले जति पनि मेरो छोरा यस्तो, मेरो छोराछोरी उस्तो इत्यादि भन्छस् नि, त्यसमा केही प्रतिशत तेरो पनि कमजोरी देख्दैछु म चाहिँ। किन भन्नाले कता गयो के गर्दैछ, पनि किन चाहियो अरे पैसा बुझेर मात्रै दिनु भनेर बुहारीलाई त भन्न सक्छस् नि। के भन्नु मैले त। अब अघि दिन मैले विचार गर्दैछु दाजुलाई कि हामीलाई चाहिँ ज्ञानको कुरा गरेर आफू चाहिँ केटीपट्टि खालि हेरिरहने। हुँदैन, बरु अरू लुहाङ सुपारी यस्तो कुरा बढाउने यस्तो कुरा खाएर मुख पनि राम्रो हुन्छ, बानी लाग्छ तमन्ना पारस इत्यादि खाएपछि। म के गर्नु त दाजु, जाउँ। होइन सुन्न, यो त यही त कमजोरी छ त। नाम त त्यसै त भुँडी कनाएर झटारे त भनेको होइन नि, झटारे जस्तो हिँड्नु पर्छ। म जान्छु। होइन सुन्न, शान्त बनाइदिनेछु झन्। अब जति सुने नि म छु नि त उधारो दिएन भने, बुझिनस्। तपाईँ होइन सुन्न, पहिला तँलाई नगनाउने गरी जा।